युज्ञान मिडिया प्रणालीद्वारा प्रकाशित सञ्चालित युज्ञानडेली.com युज्ञान राष्ट्रिय दैनिकको डिजिटल पत्रिका हो। सभ्य, स्वस्थ र समृद्ध नेपालको अभियानमा कार्यक्रम युज्ञान आज प्रतिबद्ध छ। आजको भागमा हामीले खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर राणाज्यूसँगको कुराकानी लिएर उपस्थित भएका छौँ। प्रमुखज्यू, कार्यक्रममा स्वागत छ। यहाँलाई नमस्ते। आराम हुनुहुन्छ? हजुर, सन्चै छु। के छ हालखबर? ठिकै, कार्यालयको काममा व्यस्त छु। खजुरा गाउँपालिका अहिले विशेष गरिकन विभिन्न पालिकामा होइन, हजुर, यो बिएलई टेस्टको हजुर कक्षा 8को परीक्षाफल प्रकाशित भइरहेको छ। शिक्षाको दृष्टिकोणले खजुरालाई हेर्दा कस्तो छ, के छ अवस्था? अहिले विगतको भन्दा राम्रो नतिजा आउँछ भन्ने हामीले अपेक्षा राखेका छौँ। कति विद्यालयहरू छन्, के छ? हाम्रो विद्यालय सामुदायिक विद्यालय 30 वटा छ। हजुर। र संस्थागतमा चाहिँ नै 23 वटा विद्यालयहरू रहेको छ। यो सबै विद्यालयहरूको पठन पाठन नियमित चलिरहेको छ। हजुर, अहिले परीक्षाले गर्दाखेरि बिदामा छ विद्यालय। परीक्षाफल कहिलेसम्म निस्किन्छ त? परीक्षाफलको हाम्रो 8 कक्षाको परीक्षाको सम्पूर्ण चाहिँ कोडिङ डिकोडिङ गर्ने कार्यको लागि हाम्रो कर्मचारी खटिएको छ र यसको समय सकभर हामी चैत्र मसान्तभित्रै हामी यसको 8 कक्षाको नतिजा हामी प्रकाशन गर्छौँ। अहिले खजुरा गाउँपालिकाको कुरा गर्दा होइन, यति धेरै विद्यालयहरू भएपछि धेरै पालिकाहरूमा चाहिँ विद्यालयहरूको कमी, स्वास्थ्यको चेतना कमी होइन, स्वास्थ्य सेवा सुविधाको कमी जस्ता समाचारहरू पनि मिडियामा आउने गर्छ। खजुरा गाउँपालिकालाई ठ्याक्कै स्वास्थ्यको आँखाले हेर्दा कस्तो पाउनु भएको छ? स्वास्थ्यमा हाम्रो हरेक कुरामा गाउँपालिकाबाट नागरिकप्रति जिम्मेवारी रहेर नै हामीले एउटा ज्येष्ठ नागरिक लगायत विभिन्न स्वास्थ्यसँग जोडेका सेवाहरूलाई प्रत्यक्ष घर दैलोमा नै सेवा प्रदान गर्ने हिसाबले हाम्रा कर्मचारीहरूलाई परिचालन गरिएको छ। स्वास्थ्य शाखा लगायत हाम्रो सेवा केन्द्रबाट सेवा प्रवाह भइरहेको हुनाले हरेक कुरामा हामी प्रत्यक्ष जनताहरूसँग जोडिएको छ। वडामा स्वास्थ्य केन्द्रहरू छन्, सेवा सुविधा सबै भइरहेको छ। यो सरकारले भनिरहेको सेवा सुविधा होइन नपाउने, अपाइक पर्ने जस्तो छ नि। तपाईँका टोटल कति छन् स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्र, के छ अवस्था? स्वास्थ्य केन्द्र हाम्रो एउटा प्राथमिक स्वास्थ्य केन्द्र पिएससी छ, एउटा वडा नम्बर 3 मा छ र आधारभूत स्वास्थ्य केन्द्र हाम्रो यी गाउँ छन् 4 नम्बर वडा कार्यालयमा। अर्को चाहिँ पुरैना वडा नम्बर 6 मा दुईटा चाहिँ आधारभूत स्वास्थ्य केन्द्र रहेको छ र स्वास्थ्य चौकी हाम्रो वडा नम्बर 1, 2, 5, 7 र 8 मा गरेर 5 वटा चाहिँ हाम्रो स्वास्थ्य चौकीहरू रहेको छ र बर्थिङको चाहिँ आधारभूत स्वास्थ्य केन्द्र 6 वटामा चाहिँ रहेको छ। 6 वटा बर्थिङ सेन्टरहरू पनि छन्। सेवा सुविधा जनताले स्वास्थ्य केन्द्र बाहेक है, आधारभूत स्वास्थ्य केन्द्र बाहेक चाहिँ हाम्रो बर्थिङ चाहिँ 6 वटामा रहेको छ। हामी फेरि जनतालाई भन्न चाहन्छौँ, तपाईँ हामीलाई सुन्दै हुनुहुन्छ, हेरिराख्नु भएको छ भने आजको भागमा हामी खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर राणासँगको कुराकानी लिएर उपस्थित भएका छौँ। खजुरा गाउँपालिकालाई संक्षिप्तमा तपाईँका बिचमा हामी पस्कदैछौँ। तपाईँलाई यो अन्तर्वार्ता हेरेर कुनै कुराहरू सोध्न मन लाग्यो, भन्न मन लाग्यो भने कमेन्टमा त तपाईँले लेख्न सक्नुहुन्छ नै। साथैमा खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर राणा सरसँग पनि भेटेर तपाईँका जिज्ञासा, सल्लाह, सुझाव, गुनासा पनि राख्न सक्नुहुने उहाँले जनाउनु भएको छ। र यो कुराकानी तपाईँले युज्ञानडेली.com, युज्ञान राष्ट्रिय दैनिक, युज्ञान डेली 3 इन्स्टाग्राम, फेसबुक पेज, युज्ञान अफिसियल पेज र युज्ञान डेली युट्युबमा पनि हेर्न सक्नुहुन्छ। फेरि स्वागत छ। यो तपाईँहरूले यति धेरै काम गरिराख्नु भएको छ होइन, अब खजुरा गाउँपालिकालाई किसानहरूको गाउँपालिका पनि भन्ने गरेको छ। धेरै खेतीबारीहरू गर्ने होइन, किसानहरूलाई चाहिँ खजुरा गाउँपालिकाले के कसरी हेरिरहेको छ, अलिकति संक्षिप्त बताइदिनुहोस् न। हामीले कृषितिर अब यो खजुरा गाउँपालिकामा धेरै कृषिमा नै आधारित भएको हुनाले
र त्यो कृषकहरूको प्रत्यक्ष समस्याहरूलाई गाउँपालिकाले हरेक वर्षमा चाहिँ यसलाई चाहिँ एउटा महत्त्वपूर्ण चाहिँ जिम्मेवारीको हिसाबले विनियोजन गर्दै आएको छ। जस्तै हाम्रो खेतीमा चाहिँ सिँचाइको व्यवस्थाको लागि समरसेल, मोटर भयो, अनि बोरिङको हामीले चाहिँ व्यवस्था गर्दै आएका छौँ र बिचबिचमा हामीले उहाँहरूको सिँचाइ नपुगेको ठाउँमा पनि हामी सिक्टा योजनाहरूसँग हामीले सिँचाइको व्यवस्थाको लागि पहल गरेर उहाँहरूले पनि नहर चाहिँ सञ्चालन गर्न लाग्नु भएको छ। उहाँले उहाँले मुआवजा दिएर त्यो नहरको लागि चाहिँ कार्यक्रमहरू सुरु गरेर वडा नम्बर 8 हुँदै नहर बनाउँदै आएको छ। सिँचाइको आयोजना पनि अब खजुरा गाउँपालिका प्रवेश गर्दैछ। हजुर, कतिवटा वाडा हुन्छ नि त्यसले? यसले चाहिँ अहिले तत्काल हामीले वडा नम्बर 8 हुँदै रनियापुर हुँदै यसरी 4 नम्बर 5 नम्बर टच गरेर सिँचाइको लागि चाहिँ नहर बनाउँदैछ। पक्कै पनि त्यसले धेरैभन्दा धेरै कृषकलाई सिँचाइमा चाहिँ एउटा सहयोग पुग्छ भन्ने मैले अपेक्षा लिएको छु। पानीको चाहिँ व्यवस्था गर्नुभएछ होइन, तर प्राय किसानहरूको विभिन्न तहका सरकारसँग गुनासो के हुन्छ भने बिउ नै हामीले समयमा पाउँदैनौँ, मल पाउँदैनौँ भन्ने गुनासो हुन्छ। तपाईँका गाउँपालिकाका किसानहरूको त्यस्तो गुनासो छ कि छैन? त्यो त समयमा हामीले प्रक्रिया चाहिँ सुरु गर्दै पनि ढिला हुन कारणले गर्दा कृषकहरूलाई हतार हुँदाखेरि उहाँहरूले गुनासो त पक्कै राख्नु भएको छ र त्यसलाई हामीले कार्यालयको कागजी प्रक्रिया मिलाउँदाखेरि केही ढिला सुस्ती भए पनि हामीले प्रत्यक्ष कृषकको बिउ बिजनमा चाहिँ एउटा महत्त्वपूर्ण जिम्मेवारीको साथ हामीले चाहिँ प्रक्रिया बढाएर गहुँका बिउ, यस्ता धानहरूको बिउहरू लगायत अन्य बिउहरू पनि कृषि शाखाबाट र पालिकाबाट हामीले चाहिँ समयअनुकूल हामीले वितरण गर्दै आएका छौँ र त्यो चाहिँ बिउले गर्दाखेरि केही उहाँले तत्काल बजारमा किन्न नसकेकोले गाउँपालिकाबाट लिएर पनि प्रयोगमा ल्याउनु भएको छ। यहाँ किसानहरूले उत्पादन बिक्री वितरण गर्छन् कि खरिद गरेर यहाँका मानिसहरूको कृषि आवश्यकता पूर्ति हुन्छ? के छ बजारको अवस्था? यहाँ त अब हामी खजुरामा प्रत्यक्ष हेर्दाखेरि अब सिजनल उहाँहरूले आफू उत्पादन भएको बेच्नुहुन्छ, तर पछि फेरि आफैले समस्या पर्दा बिउ उहाँहरूले फेरि बजारबाट किन्नुपर्ने यस्तो समस्या छ। यसमा हामीले बिउ चाहिँ एउटा प्रशोधन र भण्डारण गर्ने एउटा बजारीकरणको अलिकति चुनौती भएको कारणले हो र हाम्रै नजिक जनजागरण एउटा संस्था छ, उहाँबाट पनि हामीले बिउहरू गहुँका बिउहरू लिएर पनि कृषकलाई अनुदानमा हामीले वितरण गरेको छ। बिउमा पनि अनुदान दिएको छ। मैले प्रसङ्ग बदल्ने अनुमति चाहन्छु। हजुर, लक्षित वर्गका थुप्रै गुनासाहरू हुन्छन्। राज्यले लक्षित वर्ग केन्द्रित थुप्रै कार्यक्रमहरू लन्च गर्छ। तपाईँ एउटा सरकारको कार्यकारी प्रमुखको पदमा हुनुहुन्छ। खजुरा गाउँपालिकाका लक्षित वर्गहरूले के कस्ता कार्यक्रमहरू मार्फत राहत महसुस गर्न पाएका छन्? लक्षित वर्ग त हामीले विभिन्न समय अनुकूल हामीले युवाहरूलाई र बेरोजगारी भएका युवाहरू जुन बाहिर विदेश पलायन हुन्छ उहाँहरूलाई पनि सिपमूलक तालिम भयो लगायत कुनै पनि आय आर्जन गर्ने अथवा घरमै बसेर पनि केही व्यवसाय गरेर उहाँहरूले आम्दानी गर्न सक्ने खालको हामीले व्यवसाय, जस्तै क्रिस्टल चुडा होस्, चाहे ब्युटी पार्लरको होस्, चाहे कुनै पनि मोटर चाहिने सर्भिस सेन्टर भयो लगायत विभिन्न हामीले यस्तो मार्बल टाइल भयो लगायत हामीले धेरै सिपमूलक तालिमहरू र आय आर्जनको लक्षित कार्यक्रम हामीले सञ्चालन गर्दै आएका छौँ र धेरैभन्दा धेरै युवाहरू चाहिँ त्यसमा सहभागी हुनुभएको छ। तर कतिपय हाम्रो घरेलु कार्यालयबाट दिएका कार्यक्रमहरूमा लक्षित कार्यक्रममा उहाँहरू चाहिँ सूचना प्रवाह गर्दा पनि आउनुहुन्न। त्यसैले गर्दाखेरि अलिकति केही हाम्रो कार्यक्रमहरू पनि मिस भएको भेटिन्छ। तर पनि पालिकाले चाहिँ बढीभन्दा बढी युवा युवतीहरू लगायत बेरोजगार रहेका अथवा केही गर्छु भन्ने सङ्घ संस्था लगायत हाम्रा नागरिकहरूलाई सेवा दिनुको लागि लक्षित कार्यक्रम चाहिँ हामीले वार्षिक कार्यक्रम पनि तय गरेर विनियोजन गरेको देखिन्छ। मैले यही विषयमा अलिकति जोड गर्न चाहेँ प्रशासकज्यू, तपाईँले भने जस्तो नभएर तल फिल्डमा के गुनासो गर्छन् भने आदिवासी जनजाति, मधेसी, मुस्लिम
दलितहरूको चाहिँ स्थानीय सरकार गाउँमै पुग्दा पनि हाम्रो पहुँच पुगेन भन्ने खालको गुनासाहरू पनि सुन्न पाइन्छ होइन। तपाईँको गाउँपालिकाभित्र त्यो अवस्था छ कि छैन, के छ? ठ्याक्कै नढाँटी भनिदिनुहोस् त। अब समस्या त नहुने होइन, हुनसक्छ। कारणवश हामी जुन हामी 68-69 नागरिक भएको एउटा पालिकामा पक्कै पनि हामीले सबैलाई समेट्न हामीले नसक्न सक्छ, सबै समुदायलाई। तैपनि हामीले कस्तो भने हाम्रो हरेक वार्षिक कार्यक्रम बनाउँदा हाम्रो गाउँपालिकाले विभिन्न जात जाति समुदाय लगायत धर्म संस्कृति लगायत विभिन्न क्षेत्रलाई समेटेर नै बजेट विनियोजन गरेको हुनाले त्यो विनियोजन गरेको बजेटमा कार्यान्वयन गर्ने क्रममा सबैलाई हामीले समेट्न नसके पनि त्यो समुदाय त्यो समूह अथवा त्यो वर्ग या त्यो युवाहरूलाई चाहिँ समेट्न त हामीले प्रयास गरेकै छौँ। प्रयास गर्नुभएको छ। हामी कुराकानीको अन्ततिर छौँ होइन। त्यो धेरै कुराकानी गर्दा भौतिक पूर्वाधारको कुरै उठेन भन्ला सुन्नेले हेर्नेले। के छ भौतिक पूर्वाधारतर्फ? तपाईँले गएको वर्ष के काम गर्न भ्याउनुभयो, यो वर्ष के गरिदिनुहुन्छ र आगामी वर्ष के गर्ने लक्ष्य छ, के छ भन्नुहोस् त अलिकति सरस्वती छोटो। हजुर, यसमा त हामी अब यस खजुरा गाउँपालिकामा विगत 2076-77देखिका गौरव र बहुवर्ष योजनाहरू पनि अलपत्र रहेको थियो र त्यो अलपत्र रहेको योजनालाई म यस खजुरा गाउँपालिकामा हाजिर भए पश्चात निरन्तर निर्माण व्यवसायहरूलाई ताकेता गर्ने, कार्यपालिकामा उपस्थित गराएर प्रतिबद्धतासहित चाहिँ जिम्मेवारी दिने र उहाँहरूलाई समयको चाहिँ उहाँलाई त्यो सम्बन्धित कार्यक्षेत्रमा अथवा उहाँहरूको निर्माण भएको स्थानमा चाहिँ उपस्थित गराएर हामीले अनुगमन नै गरेर पनि कामलाई चाहिँ तदारुकता दिने क्रम जारी नै रहेको कारणले हामीहरूको विगतको योजनाहरू करिब हाम्रो सम्पन्न भइसकेको छ। जस्तै बहुउद्देश्य सभा प्रशासनिक भवन पनि हाम्रो अन्तिम चरणमा छ, 90% चाहिँ पुग्नुको काम चाहिँ भइसकेको छ। र यस्तै झोलेङ्गे पुल पनि विगतको 77-78 सालकै कार्यक्रम भए पनि उहाँहरूलाई पनि हामीले उपभोक्ता समितिलाई ताकेता गर्ने र उहाँहरूलाई हामीले कुन समस्या हो त्यो समस्याको निकोल गरेर कार्यान्वयन गराउनतिर हामी अग्रसर भएको कारणले गर्दा झोलेङ्गे पुल पनि वडा नम्बर 1मा चाहिँ करिब हाम्रो 95%, 90-95% पुगिसकेको छ। अब त्यस्तै वडा कार्यालय पनि विगतकै वडा योजना हो, वडा नम्बर 4को त्यो पनि विगत वर्षमा नै हाम्रो गत वर्ष सम्पन्न भएर वडा कार्यालय पनि सञ्चालनमा आइरहेको छ। त्यस्तै बाटाघाटहरू पनि वडा नम्बर 3मा रहेका धेरै नै बाटाहरू थिए, नालाहरू थिए, ती पनि हामीले वशिष्ठ निर्माणहरूलाई ताकेता गर्ने र कार्यान्वयन गर्ने क्रममा त्यो पनि हाम्रो सम्पन्न भइसकेको छ। त्यसले गर्दा विगतको अबको योजनाहरू जसरी चाहिँ अलपत्र थिए त्यो अलपत्र योजनालाई पनि हाम्रा आदरणीय गाउँपालिकाका पदाधिकारीज्यूहरू र कर्मचारी साथीहरू लगायत हामी उहाँहरूलाई चाहिँ समय अनुकूल चाहिँ ताकेता गर्ने र उहाँहरूलाई चाहिँ त्यसमा चाहिँ जिम्मेवारी बनाउने क्रममा चाहिँ उहाँहरूले सम्पन्न गरेको छ। त्यसैले गर्दाखेरि मलाई लाग्छ पुरानो योजना धेरैभन्दा धेरै हाम्रो सम्पन्न भइसकेको छ र चालु योजनाको खासै समस्या केही पनि छैन, किनभने त्यो मेरै कार्यकालको हुनाले उहाँहरूलाई हामीले ताकेता गर्ने काम भइरहेको छ र उहाँहरू काम पनि गरिरहनु भएको छ। त्यसैले गर्दा मलाई लाग्छ हामी जुन लक्ष्यमा हामी सोच्दैछौँ त्यो लक्ष्य पुरा हुन्छ। कुराकानीको अन्तमा हामी नयाँ वर्षको होइन स्वागत र पुरानो वर्षको बिदाईमा तपाईँसँग भेट्न आइपुग्यौँ। जाँदा जाँदै आम जनतालाई, खजुरावासी, बाँकेवासी दाजुभाइ दिदीबहिनीलाई होइन अब यो युट्युबमा हाल्ने अनि फेसबुक पेजमा राख्ने भनेपछि त संसारभरिबाट हेर्ने कुरा हुन्छ, के सन्देश दिन चाहनुहुन्छ नेपाली दाजुभाइ दिदीबहिनीलाई? सर्वप्रथम त हाम्रो सम्पूर्ण खजुराका हाम्रो आदरणीय दाजुभाइ दिदीबहिनी लगायत विभिन्न व्यक्तित्वज्यूहरूमा म एउटा परम प्रशासक यो खजुरा गाउँपालिकाको परम प्रशासक अथवा म पनि यसै खजुरा गाउँपालिकाको स्थानीयवासी भएको हैसियतले मलाई यस्तो लाग्छ कि मेरो
आफ्नो घर परिवारभित्रै रहेर मैले काम गर्न पाछु जस्तो फिल भएको हुनाले यहाँ सम्पूर्ण खजुरामा रहेर काम गर्ने क्रममा प्रत्यक्ष अप्रत्यक्ष अथवा सहयोग गर्नुहुने अथवा मैले नबुझेका कुरा अथवा मलाई सहयोग गर्नुहुने सम्पूर्ण आफ्नो आदरणीय व्यक्तित्वज्यूहरू लगायत खजुरावासीहरूलाई चाहिँ म नयाँ वर्ष 2082 सालको शुभकामना साथ यहाँहरूलाई आगामी दिनमा आगामी वर्षको योजना लगायत खजुरा गाउँपालिकाबाट गर्ने कुनै पनि कार्यान्वयनका कामहरूमा यहाँहरूले प्रत्यक्ष सहयोग गरी सल्लाह सुझाव दिनुहुनेछ भन्ने मैले अपेक्षा राख्दै नयाँ वर्षको शुभकामना सहित यहाँहरूलाई धन्यवाद दिन चाहन्छु। हस्।